सम्पूर्ण नमस्कार। फेरि पनि हामी यस अन्तर्वार्तामा आएको छौँ। हाम्रो भाइ हुनुहुन्छ, फुटबल राम्रै खेल्ने मान्छे होइन। अब भाइ हुनुहुन्छ। अब मेरो नाम चाहिँ अमृत राई। नमस्ते, मेरो नाम गौरव राई। म धरान 17 मा बस्छु। गौरव राईको फुटबल यात्रा चाहिँ कसरी सुरु भयो? मेरो फुटबल यात्रा सानैदेखि फुटबल खेल्न मन पर्थ्यो र काका काकीहरूलाई जिद्दी पनि गर्थेँ, किनभने म स्कुल जाँदा जहिले त्यहाँ बाटोमा फुटबल खेलेको देख्थेँ। सानैदेखि रहर्थ्यो। काकीले निनीलाई कन्ट्याक्ट गर्नुभयो र धरानमा धेरै फुटबल क्लबहरू छ, खोजिदिनु एउटा भन्नुभयो। अनि निनीले यहाँ मेरो साथी युनेस गुरुङको बाबालाई कन्ट्याक्ट गरेर यो क्लबमा आइपुगेको। सुरुमै स्टार्टिङमा भनिरहँदाखेरि युनेस गुरुङको डिसिप्लिन छ, गौरव राईको चाहिँ डिसिप्लिन छ छैन? मेरो डिसिप्लिन भन्नुपर्दा छैन पनि, तर अलिअलि अब डिसिप्लिनमा सुधार आउँदैछ। अहिले दिमागमा चाहिँ कतिको डिसिप्लिन छ जस्तो लाग्छ? 8% छ। 8% मात्र, 50% चाहिँ छ। हजुर। किन? गौरव राईको त इतिहास त धेरै, कालोको दिन पनि धेरै छ होइन। गौरव राईको इतिहास हेरिरहँदाखेरि के लाग्छ? अब गौरव राईले अझै राम्रो गर्नुपर्छ कि होइन? अब यति नै सीमित, बाबाले यत्रो दुःख गर्नुहुन्छ विदेशमा होइन, अगाडि देशमा काम गरिराख्नुहुन्छ, त्यो देखिरहँदाखेरि चाहिँ कस्तो लाग्छ त? दुःख पनि लाग्छ। बाबाले अब मेरो लागि मेहनत गर्दै हुन्छ र अब म पनि मेहनत गर्नेछु। अब आउने दिनहरूमा धेरै खेलमा सुधार पनि ल्याउनेछु। गौरव राईको फुटबल खेलिरहँदाखेरि चाहिँ उसलाई चाहिँ गौरव राई अहिले खतरा खेल्ने भएको छ। पहिला त केही खेल्दैन, गौरव राई रोक्नु पनि आउँदैन। अहिले खतरा लाग्छ मलाई गौरव राईको गेम छिटो इम्प्रुभ भएको गौरव राईको। तर कहिले किन चाहिँ यो होस्टेलदेखि भाग्नु मन लाग्छ? किन? अब मेरै सोच आउँछ यस्तै। अब यो सोचलाई चाहिँ अब हटाएर अब राम्रो सोच ल्याउने भन्ने चाहिँ अब आशा गरेको छु मैले। किन त भागेको त किन भागेको मैले नबुझेको चाहिँ? भाग्दाखेरि चाहिँ के हुन्छ? अब भाग्दाखेरि साथीहरूसँग रमाइलो पनि हुन्छ, तर अब चाहिँ बल्ल बुझ्दैछु भाग्नु हुँदैन भनेर। कसको लागि रहेछ? मेरो लागि कि तिम्रो लागि? मेरो आफ्नै लागि। पढे आफ्नो लागि हो, नपढे अरूको लागि होइन, आफ्नो लागि नै हो। भोलि दुःख पाइन्छ, जहाँ गर्दा पनि दुःख पाइन्छ होइन। गौरव त्यही हो। अबको दिनमा फुटबल खेलिरहँदाखेरि गौरवले धेरै टुर्नामेन्ट पनि खेलेको छ, जितेको पनि छ। गौरव राईले गोल पनि हालेको छ होइन। अब के छ त? अब डिआइजी मैले सुनेको डिआइजी कपमा म पग्छु अर्को पालि भनेर पुरा गौरव लागि परिरहेको छ। त्यो सत्य हो? हो। अब डिआइजी कप भनेको अब सानोतिनो कप होइन, ठुलै हो। त्यही भएर अब मेहनत गर्दैछु अब डिआइजी कप खेल्नुको लागि र अझै धेरै मेहनत गर्ने। कसरी चाहिँ गौरव राईलाई चाहिँ त्यो डिआइजी कप चाहिँ म खेल्छु भनेर चाहिँ आयो त? ल, सुरुमा चाहिँ म खेल्दिनँ भनेर पुरा घरसरदेखि निस्किएको थिएँ अरे होइन। तर कसरी चाहिँ 81 फुटबल चाहिँ खेल्छु भनेर आयो? अब अस्तिको पालि पनि डिआइजी कप फेरि कति पछि ओपन भएको थियो र यतिखेर टिममा नपर्दाखेरि दुःख लागेको थियो र अब मेहनत गरेर टिममा पर्छु र अब देखाउने छु कोचहरूलाई भनेर अब मेहनत गर्दैछु। यही सङ्कल्प राख्यो भने गौरव राईले एक दिन अवश्य नेसनल प्लेयर हुन्छ होइन। भनिरहँदाखेरि गौरव राईले छिटो राम्रो छ, गौरव राईको ट्यालेन्टहरू राम्रो छ, उसको स्किल्सहरू राम्रो छ, स्कोरिङ पावर राम्रो छ होइन। गौरव राईले हेपाइ खानु मान्दैन। त म हेर्छु गौरव राईलाई कहिलेकाहीँ के हुन्छ भने यो क्लबमा बसिरहँदाखेरि चाहिँ सबैभन्दा एकाडेमीमा बसिरहँदाखेरि सबैभन्दा फन्नी प्लेयर चाहिँ को लाग्छ? सबैभन्दा फन्नी प्लेयर चाहिँ आयुष राई लाग्छ। आयुष भने ओडा भन। हजुर। किनभने ऊ इन्टरटेनमेन्ट पनि गर्छ र कहिलेकाहीँ सिरियस पनि हुन्छ। हामीलाई यसो रिसाएको बेला पनि इन्टरटेनमेन्ट गर्दै हँस पनि उठाउँछ। अनि सबैभन्दा यहाँ क्लबको एउटा प्लेयर चाहिँ को नाम भन्नु खतरा लाग्छ होइन? त्यो भयो भने चाहिँ हामी जित्छौँ जस्तो लाग्छ। को? मलाई हाम्रो क्लबको भाइस क्याप्टेन युहाङ राई लाग्छ। युहाङको कुरा आइरहँदाखेरि युहाङ त खतरा पनि खेल्छ। ऊ त झन् सानादेखि बसेको, तिमीहरू त अलिक पछि बस्यो। उसले यहाँ बसिरहँदाखेरि उसले धेरै मिहिनेत गरेको छ, उसले धेरै सफलता पुगेको छ। उसको अझै राम्रो होस् होइन, हामी शुभकामना यही भन्न चाहन्छौँ। अबको दिनमा के छ त युहाङको स्थिति? युहाङ हाम्रो क्लबको भाइस क्याप्टेन पनि हो, तर उसले अरू जस्तो अब सानोहरूलाई पास नखेल्ने गर्दैन, सानोहरूलाई पनि चढाएर खेल्छ र उसले भाइस क्याप्टेन हुने आफ्नो कर्तव्य पनि निभाएको छ। र अब युहाङ राईले अझै राम्रो गर्यो भने उसको फुटवर्कहरू पनि राम्रो छ, अझै राम्रो गर्दै गयो भने ऊ नेसनल प्लेयर त हुन्छ जस्तो लाग्छ। मैले देखेको यहाँ धेरैजना नेसनल प्लेयर हुन्छ होइन, तर त्यसमा गौरव राई पनि एक पर्दछ होइन। के त्यो साँच्चै हो कि मनदेखि हो कि होइन? मनदेखि नेसनल प्लेयर हुनु मन छ। अब मेहनत गर्दैछु, अब नेसनल प्लेयर हुनु मन छ। गौरव राईको फुटबल यात्रामा
धेरै दुःख कष्ट होला। बाउ आमा साथमा नहुँदाखेरि कस्तो फिल हुन्छ? बाउआमा साथमा नहुँदा पनि अब आफ्नो मेरो निनी काका काकीहरूले हेरिराख्नुहुन्छ। अब सानोमा मम्मीले छोडेर जानुभयो, तर मम्मी नहुनेको अवस्था दिनुभएन बाबाले पनि, मम्मीको माया पनि दिनुभयो बाबाले। निनीहरूले पनि आफ्नै छोरा जस्तो गरेर सानैदेखि पाल्दै यहाँसम्म पुऱ्याउनु भएको। अनि म गौरव दाईसँग बसिरहँदा गौरव दाईको बाउसँग बोलिरहँदाखेरि गौरव दाई किन म बरु होस्टेल बस्दिनँ, म अब नेपाली स्कुल पढ्छु, अब म बाउ आमा चाहिँदैन भने चाहिँ त्यो भनेको सत्य हो त? किन त? किनभने अब यहाँ कुटाइ पनि खाइन्छ आफ्नै गल्तीले हो। पछि चाहिँ बुझ्दै गएँ। अब सुरुमा त मेरो दिमागमा यस्तै आयो, अनि बाबालाई भने, अनि त्यसपछि बाबाले भन्यो तँलाई कुट्नुहुन्छ तर आफ्नै लागि कुट्नुहुन्छ, तँले गल्ती नगर्दा त्यत्तिकै कुट्नु हुँदैन भन्नुभयो। अनि निनीहरूले पनि सम्झाउनु भयो मजाले, अनि म त पछाडि सम्झिँदै यहाँ बसेँ। त्यो चाहिँ कसरी चाहिँ दिमागमा आयो त? एक्कासी गौरव दाईकोमा चाहिँ चेन्ज कसरी आयो त? कसरी चाहिँ आयो? अब सम्झाउनु भयो, कति कुट्नु पनि भयो घरबाट, तर सम्झाउनु भयो, धेरै नै मायाले सम्झाउनु भयो। अब मैले पनि मेरो लागि हो भन्दै पछि बुझ्दै गएँ। त्यसपछि चाहिँ अनि अलिक इम्प्रुभ हुँदैछ मेरो दिमागमा। ठिक छ, गौरव दाईको जुन यस दुःख सुख छ यो आफ्नो ठाउँमा छ होइन, अझै राम्रो गर्नु हामी यो सेवा गर्न भन्न चाहन्छौँ। गौरव दाईको अहिले पहिलाभन्दा धेरै राम्रो गेम भएको छ, मैले हेरेको छु। देखि अघि पनि हेरेँ, मैले पास थियो होला गौरव दाईलाई गर्ने गोल हाल्यो होइन। त्यो कसै होइन, गौरव दाईले च्यालेन्ज गर्यो नि त, जुन मेरो भाइले गर्यो, गौरव दाईले म गोल हाल्छु भने त्यो धिट छ, यो चाहिँ हुनुपर्छ है, प्लेयरमा हुनुपर्छ, अनि मात्र नेसनल प्लेयर हुन्छ। अनि गौरव दाईको सबैभन्दा राम्रो बेहोरा चाहिँ के छ भने होइन, प्रायः पछाडि बस्दाखेरि हल्ला गर्दैन, प्रायः मैले देखेको चाहिँ हल्ला चाहिँ गर्दैन, तर डिसिप्लिन चाहिँ छैन भन्ने सुन्छु। त्यो डिसिप्लिन नहुँदाखेरि कस्तो लाग्छ त आफूलाई? दुःख पनि लाग्छ, डिसिप्लिन ल्याउँछु भन्ने सोच आउँछ, तर फेरि आफ्नै मनले गर्दाखेरि डिसिप्लिन पनि ल्याउनु सकेको छैन। अब चाहिँ डिसिप्लिन ल्याउँछु भन्छु, फेरि हुँदैन, अनि अब चाहिँ ट्राई गर्दैछु फेरि डिसिप्लिन। पछि फुटबल क्लबमा खेलिरहँदा डिसिप्लिन चाहिन्छ होइन, मिहिनेत चाहिन्छ, केटा सङ्घर्ष गर्नुपर्छ, त्यही भएर मात्र माथि पुगिन्छ मान्छे। अनि मान्छेले भनेअनुसार चाहिँ कतिको छ त हाम्रो क्लबमा, के छ कसो छ क्लबको, यसो छोटकरी भन्दाखेरि कस्तो छ? अब हाम्रो क्लबमा खुट्टा तान्नेहरू पनि धेरै नै छ, खुट्टा तान्नेहरूको कमी छैन, र घरिघरि खुसी पनि लाग्छ। हामीसँग लाइसेन्स भएको कोचहरू हुन्छ, मिस्टर विवेक परियार, मिस्टर अमृत राई कोच र मिस्टर उमेश सिमी कोच, र हाम्रो अरू क्लबमा जस्तो भारतीय गोलकिपर कोच पनि हुन्छ मिस्टर मनोज रोका। र खुसी पनि लाग्छ। हाम्रो ट्रेनिङ सेसनहरू बेला बेला चेन्ज पनि भइरहेको छ। 2082मा एउटा भयो भने 2083मा चेन्ज हुन्छ। अब त्यही भएर अब आफ्नो क्लबलाई पनि अब राम्रै ट्रेनिङ होस् भन्न चाहन्छु। हामीले हामीले जुन हाम्रो विदेशी कोचले थियौँ नि, त्यो ल्याउँदाखेरि कस्तो भएको थियो? खुसी भएको थियो, किनभने अब अरू एकाडेमीहरूमा यसरी अब विदेशी कोच त आउनु भएको छैन होला, तर हाम्रो एकाडेमीमा आइदिनु भयो, सिकाइदिनु भयो, केही हामीलाई पासहरू कसरी हान्ने सबै सिकाइदिनु भयो, सुटिङहरू हान्ने तरिकाहरू सबै सिकाइदिनु भयो। खुसी लाग्छ विदेशी कोच आउनुभएको थियो, अरू क्लबहरूमा यसरी आउनुभएको छैन। अहिलेसम्म नेपालमै भनौँ न, अहिलेसम्म यो एकाडेमीमा कुनैले पनि यस्तो कोच ल्याउनु भएको छैन। हामीले भन्नै पर्दा गर्वको साथ भन्नु, त्यो भनिरहँदाखेरि गौरवलाई चाहिँ कस्तो लाग्छ त? मलाई अब नेपालमा पनि यस्तो कोचहरू ल्याइराख्नुपर्छ। अब आफ्नो प्लेयरहरूलाई केही सिकाउनु भए पनि लिएर आइराख्नुपर्छ। अब पैसा त लोभ गर्नु भएन। अब यो नेपालमै भनेको पैसा नै मात्र ठुलो कुरा हो देशभरि, र पैसामा अब सबै कोचहरू पनि किन्ने, कति बुझ्ने पनि हुन्छ, कति अब पैसाकै लागि मात्र पनि आएको हुन्छ। त्यही भएर अब नेपालले पनि यसो कोचहरू लिएर आफ्नो प्लेयरहरूलाई इन्ट्रोड्युसहरू गराउनुपर्छ। ओके, अन्त्यमा जाँदै क्लबको बारेमा छोटकरीमा भन्दाखेरि कसरी भन्छ? अब हाम्रो क्लबमा धेरै फेसिलिटी पनि छ, अघि भनिहालेँ, कोचहरू पनि हुन्छ लाइसेन्स भएको ठुलो कोचहरू, र सानोहरूलाई पनि गेम खेल्ने चान्स दिइराख्नुहुन्छ, खेल्नु नआउनेहरूलाई पनि चान्स दिइराख्नुहुन्छ। र यति भन्दै धन्यवाद भन्न चाहन्छु।